नमस्कार साथीहरू। आज म हजुरहरूलाई गोरखापत्र दैनिकले बुधबारे श्रृङ्खला अन्तर्गत प्रकाशन गरेको वस्तुगत प्रश्नहरू जानकारी गराउँदैछु। आज मिति 2082 कार्तिक महिना 12 गते लोकसेवा अन्तर्गत गोरखापत्र दैनिकले प्रकाशन गरेको वस्तुगत प्रश्न यस्तो छ। प्रश्न 1। ग्लोबल पीस इन्डेक्स 2025 अनुसार नेपाल कतिऔं स्थानमा रहेको छ? 76औं स्थानमा। प्रतिवेदन अनुसार सूचीको पहिलो स्थानमा आइसल्यान्ड रहेको छ भने सार्क राष्ट्रमा भुटान सबैभन्दा अगाडि 21औं स्थानमा रहन सफल भएको छ भने सार्क राष्ट्रहरूमा सबैभन्दा कम अफगानिस्तान रहेको छ जुन 158औं स्थानमा छ। प्रश्न 2। विश्वको सबैभन्दा ठूलो लामखुट्टे कारखाना कहाँ खुलेको छ? ब्राजिलमा सन् 2025 मा। कारखानामा एडिस एजिप्टाई लामखुट्टेलाई बोल्बचिया ब्याक्टेरियाबाट संक्रमित गराइन्छ जसले डेङ्गु भाइरसको विकास रोक्छ र रोग फैलन दिँदैन। ब्राजिलमा सन् 2024 मा सबैभन्दा खराब डेङ्गु प्रकोपबाट प्रभावित बनेपछि यो योजना ल्याइएको थियो। प्रश्न 3। एसियाको सबैभन्दा कान्छो राष्ट्र पूर्वी टिमोर आसियानको 11औं सदस्य कहिले भएको? आसियानको 11औं सदस्य सन् 2025 अक्टोबर 26 मा भएको हो। टिमोर लिस्टे पनि भनिने पूर्वी टिमोर आसियानको 47औं शिखर सम्मेलनबाट 11औं सदस्य बनेको हो। पूर्वी टिमोर सन् 2002 मे 20 मा इन्डोनेसियाको अधीनबाट स्वतन्त्र राष्ट्र बन्न सफल भएको। आसियानको 47औं शिखर सम्मेलन सन् 2025 अक्टोबर 26 देखि 28 मा मलेसियाको राजधानी क्वालालम्पुरमा सम्पन्न भएको हो। सम्मेलनको नारा समावेशिता र दिगोपन भन्ने रहेको छ भने आसियानको 10औं सदस्य राष्ट्र कम्बोडिया हो जुन 1999 मा सदस्य भएको थियो। प्रश्न 4। सरकारद्वारा कीर्तिपुर स्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको गुरु योजना कहिले स्वीकृत गरिएको हो? विक्रम सम्वत 2082 असोज 30 गते। लागत अनुमान 10 अर्ब रहेको छ। अमेरिकी स्टक एक्सचेन्जमा सूचीकृत हुन सफल नेपाली मूलका उद्यमीद्वारा स्थापित प्रविधि कम्पनी कुन हो? फ्युज मेसिन्स इन्क सन् 2025 अक्टोबरमा। फ्युज मेसिन्स इन्क सन् 2025 अक्टोबरमा एआई क्षेत्रमा काम गरिरहेको कम्पनी फ्युजमसिन्सले अमेरिकाको स्टक एक्सचेन्ज नासडाकमा सेयर सूचीकृत गरेर कारोबार थालेको। विशेष गरी प्रविधि उद्योगका ठूला कम्पनीको सूचीकरणका लागि प्रसिद्ध नासडाकमा एप्पल, माइक्रोसफ्ट, गुगल, इमेज, मेटा जस्ता ठूला टेक कम्पनी सूचीकृत छन्। कम्प्युटर वैज्ञानिक समीर मास्केले सन् 2013 मा संयुक्त राज्य अमेरिकामा फ्युज मसिन्स इन्क स्थापना गरेका थिए। हाल यो कम्पनी नेपाल सहित क्यानाडा, डोमिनिकन रिपब्लिक लगायत विभिन्न देशमा विस्तार भएको छ। प्रश्न 6। सम्पत्ति शुद्धिकरण मामिलाको निगरानी गर्ने अन्तर्राष्ट्रिय निकाय वित्तीय कारबाही कार्यदल फाइनान्सियल एक्सन टास्क फोर्स FATF को मूल्याङ्कन सन् 2025 अक्टोबर अनुसार नेपालको अवस्था के रहेको छ? निगरानी सूची अर्थात् ग्रे लिस्टमा रहेको। सन् 2025 अक्टोबर 24 मा एनएफटी को चौथो पूर्ण बैठकपछि जारी वक्तव्य अनुसार नेपाल निगरानी सूची अर्थात् ग्रे लिस्टमा नै रहेको जनाइएको छ। पर्यटकको
प्रश्न 7 पर्यटकको आकर्षक गन्तव्य ब्रह्मस्थान कहाँ रहेको छ? नवलपरासी, बर्दघाट, सुस्ता, पूर्व। नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको मध्यबिन्दु नगरपालिका 3 स्थित ब्रह्मस्थानबाट सुन्दर नारायणी नदी, चितवन राष्ट्रिय निकुञ्ज तथा सूर्यास्तको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ। प्रश्न 8 बेस्ट क्यासिनो इन साउथ एसिया 2025बाट अवार्डबाट सम्मानित नेपालको क्यासिनो कुन? क्यासिनो मोजाङ। सोल्टी होटेल परिसरमा रहेको क्यासिनो मोजाङले 5औं पटक यो अवार्ड प्राप्त गरेको हो। प्रश्न 9 विक्रम सम्वत 2082 को ग्वाङ सिरप्पा सम्मान कसलाई प्रदान गरियो? साहित्यकार द्वय ध्रुव मधिकर्मी र लक्ष्मण प्रसाद गौतम। पुरस्कार राशि जनै 50,000 5 रुपैयाँ। ग्लोबल फाइनान्स म्यागाजिनको बेस्ट बैंक अवार्ड 2025बाट सम्मानित हुन सफल नेपाली बैंक कुन हो? ग्लोबल आइएमई बैंक। यो अवार्डसँगै ग्लोबल आइएमई बैंक लगातार 2 वर्ष ग्लोबल फाइनान्स म्यागाजिनको बेस्ट बैंक अवार्डबाट सम्मानित भएको हो। प्रश्न 11 हाल संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा सबैभन्दा बढी शान्ति सैनिक पठाउने देश कुन हो? नेपाल। सन् 2025 अक्टोबरसम्म विभिन्न शान्ति मिसनमा 538 महिला सुरक्षाकर्मीसहित 5,819 नेपाली शान्ति सेनामा परिचालित रहेका छन्। जेनजी आन्दोलनको परिणामस्वरूप हालै सत्ता परिवर्तन हुन पुगेको अफ्रिकी मुलुक कुन हो? माडागास्कर। माडागास्करमा सन् 2025 सेप्टेम्बर 25 देखि जेनजी आन्दोलन सुरु भएको थियो। जेनजी आन्दोलनपछि त्यहाँ एलिट युनिट क्याप्साटले राष्ट्रपति एन्री रजोएलिनालाई पदच्युत गर्दै सत्ता कब्जा गरेको। क्याप्साट माडागास्करको सेनाको एउटा विशेष फौजी एकाइ हो। प्रश्न 13 नेपाली राष्ट्रिय क्रिकेट टोली तेस्रो पटक टी20 विश्वकपका लागि कहिले छनौट भएको? सन् 2025 अक्टोबर 15मा। सन् 2026मा छिमेकी राष्ट्र भारत र श्रीलङ्कामा आयोजना हुने आइसिसी टी20 मेन्स विश्वकपको लागि छनौट हुन सफल भएको। नेपालले ओमानमा भएको छनौट खेलमा यो सफलता हात पारेको। सन् 2014मा पहिलो पटक, सन् 2024मा दोस्रो पटक, सन् 2025मा तेस्रो पटक गरी विश्वकपमा छनौट भएको छ। प्रश्न नम्बर 14 अर्थ मन्त्रालयद्वारा प्रकाशित प्रतिवेदन अनुसार हाल मुलुकको अर्थतन्त्रको आकार कति रहेको छ? 61 खर्ब 7 अर्ब 22 करोड। 61 खर्ब 7 अर्ब 22 करोड। 4.61%ले आर्थिक वृद्धि हुँदा अर्थतन्त्रको आकार 61 खर्ब 7 अर्ब 22 करोड पुगेको मन्त्रालयले जनाएको छ। जेनजी आन्दोलन पश्चात पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार कहिले गठन भएको? विक्रम सम्वत 2082 भदौ 27 गते। प्रधानमन्त्री नियुक्त भएसँगै प्रधानमन्त्री विस्तार पहिलो पटक भदौ 30 गते, दोस्रो पटक असोज 6 गते र तेस्रो पटक कार्तिक 9 गते। हाल प्रधानमन्त्रीमा सुशीला कार्की, अर्थमन्त्रीमा रामेश्वर प्रसाद खनाल, कुलमान घिसिङ ऊर्जा मन्त्री, ओमप्रकाश अर्याल गृहमन्त्री, अनिल कुमार सिंह उद्योग मन्त्री, श्री महावीर पुन शिक्षा तथा विज्ञान प्रविधि मन्त्री, श्री मदन प्रसाद
मदन प्रसाद परियार कृषि तथा पशुपक्षी मन्त्री, श्री जगदीश खरेल सञ्चार तथा सूचना प्रविधि मन्त्री, श्री सुधा गौतम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री, श्री बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री। नेपालको इतिहासमा सबैभन्दा कम उमेरमा 26 वर्षकै उमेरमा मन्त्री हुने व्यक्ति भनेको बब्लु गुप्ता बनेका छन्, जुन अहिले जेनजी पुस्ताको प्रतिनिधि हुन्। प्रश्न 16 दैलेखको जलजले क्षेत्रमा कति वर्षलाई पुग्ने ग्यास रहेको रिपोर्ट आएको छ? 50 वर्षलाई। विक्रम सम्वत 2080 वैशाखबाट सुरु भएको अनुसन्धानको प्रारम्भिक नतिजा विक्रम सम्वत 2082 आएको हो। प्रश्न 17 नेपालमा सबैभन्दा अग्लो हाइलाइनको अभ्यास कहाँ गरियो? पर्वत कुस्मा र बागलुङको बलेवा बीचमा रहेको कालीगण्डकी खोजमा। बन्जिजम लगायत एडभेन्चर हबका रूपमा रहेको परिचित दी क्लिफमा पहिलो पटक हाइलाइन अभ्यास गरिएको। विक्रम सम्वत 2082 असोज 29 गतेदेखि सुरु भएको हाइलाइन कार्यक्रममा कार्तिक 1 गतेसम्म सञ्चालन भएको। नेपाल स्ल्याक लाइन कम्युनिटी र लोकप्रिय एडभेन्चर हब दी क्लिफको सहकार्यमा यो हाइलाइन आयोजना गरिएको। नेपालमा पहिलो पटक यति उचाइमा हाइलाइन गरिएको र यसले साहसिक पर्यटनमा नयाँ सम्भावनाको ढोका खोल्ने अपेक्षा गरिएको छ। उचाइ र जोखिमको कौशलका कारण यो खेल अत्यन्त चुनौतीपूर्ण मानिन्छ। प्रश्न 18 आइसिसी पुरुष T20 विश्वकप अन्तर्गत एसिया तथा इस्ट एसिया पेसिफिक छनौटको उपाधि कसले जित्यो? नेपालले। सन् 2025 अक्टोबरमा ओमनको अल अमेरात क्रिकेट मैदानमा सहभागी 9 टोलीलाई नेपालले सुपर 6 मा सर्वाधिक 10 अङ्क जोड्दै सो उपाधि जितेको हो। यससँग नेपालले 7 वर्षपछि आइसिसी उपाधि जित्न सफल भएको र नेपालले यसअघि सन् 2018 अक्टोबरमा पछिल्लो पटक आइसिसी उपाधि जितेको थियो। हुम्ला जिल्लामा निर्माण गर्न थालिएको हुम्ला कर्णाली दोस्रो जलविद्युत आयोजनाको विद्युत उत्पादन क्षमता कति रहेको छ? 335 मेगावाट। हुम्ला खारकुनाथ गाउँपालिका र सार्केगाड गाउँपालिका अवस्थित आयोजनाको प्रति मेगावाट अनुमानित लागत 21 करोड 76 लाख रहेको छ। आयोजनाको कुल लागत अनुमान 72 अर्ब 90 करोड 80 लाख रहेको छ। हस्त साथीहरू, धन्यवाद।